अलि माथि बुढा अलि माथि मैले देखिन के उता के हजुरको टाउको माथि छ के उतापट्टि हेर्नु उतापट्टि अलि तन्केर टिप्नु न अलि माथि हो 25 दिन में पैसा डबल 25 दिन में पैसा डबल 10 पाउन्ड मैं अमीर हूँ अर्को दर्शन यस मैं अमीर हूँ बहुत पैसा है मेरे पास कितना पैसा मारूं ए थापा यस अब यो बुटोमा त बतिलो मात्रै बाँकी रह्यो अच्छा अब अर्कोमा जाम कि मैले देखेछु त्यहाँ त ठीक है 50 पाउन्ड फलेछ बुढा ठीक है म त्यसै झर्छु ल झर्नु ओहो यहाँ त कमिलो टोकेर ए आमा ए कहाँ छिरो कमिलो फेरि ल एक झोला भएछ बुढी पैसा अब नेपालमा कसलाई पैसा चाहिएको छ सबलाई पठाउने हो आइफोन किन्नेले आइफोन किन्छन् अब गाडी किन्नेले गाडी किन्छन् विदेशमा यदि मजाले पैसा टिप्न पाइँदो रहेछ अनि किन दुःख गर्नु पर्यो ल हेर त आज मैले यत्रो टिपिन त 3 लाख त होला हो बुढी यसमा होला बुढा माई गड हेर बुढी म त काम गर्न सक्दिनँ पैसा टिप्नु अब हेर ऊ त टुप्पोमा हेर त पैसा ल हेर त्यहाँ पनि फल्न सुरु गरेछ 1-2 पाउन्ड त त्यहीँ देखिरहेको छु मैले 1 पाउन्डको कलर 2 पाउन्डको कलर त्यहाँ भएमा नि खसी होला अहिले गएर हेर्नुपर्छ बुझ्यौ ल हेर यस्तरी मजाले पैसाको बुटो रहेछ विदेशमा हामी दुःख गरेर ओ माई गड खाना पाएर दुःख पाइयो नि अब अब पाइयो नि अनि अब त म त अब कहाँ छोड्छु र यहाँ अरू आउनुभन्दा पहिल्यै हामी आएर टिप्नुपर्छ कि बुढी अब पैसा बुझ्यौ अरूलाई टिप्न दिनुहुन्न यो पैसा त फेरि अनि चोर लाग्छ नि फेरि त वरिपरि हेर फेरि आएर तर बुढो खावाली अर्का एकान्त छ अरूलाई त्यति थाहा छैन होला कि हो कि नत्र पनि यहाँ नत्र कहाँ हेर न त्यही भएर पैसा त यत्रो भेटियो नि आज हो एक झोलै छ खानु खै ओ माई गड कति गरौँ हो हेर त एक झोलै छ है अनि बुढी यत्रो पैसाले त धेरै आउँछ हो तिमीलाई गुच्चीको ब्याग किनौँला मलाई पनि किन्न छ अलिक ब्रान्डी नै लाउनु पर्छ है सानो हो नि नत्र भए त विदेश आएको मतलबै भएन नि यस आज हेर न मैले 1 पाउन्ड पनि त टिपेको छु हेर त त्यो पनि हाल ल बुढी अब पैसा टिपियो मजा आयो फेरि भोलि अब अलिअलि बस्ने रासन के अरे बुढी आएर टिप्नुपर्छ मजाले है त चलो भैया जल्दी से निकलो वरना हम पकड़े जाएंगे यहाँ भएमा नि खोज्नुपर्छ कि बुढी ए मैले फेला पारेँ ए यो कति हो 10 पेन्स ए ल 1 पाउन्ड हामीलाई चाहिँ